Good morning and namaste to all dear and respected Facebook and Instagram friends. केही महिना अगाडि मैले पनि ससाना नानीहरूलाई देखेर उहाँहरूको इनोसेन्सलाई देखेर केही कोरिएको थिए र त्यही कोरिएको शब्दहरू हजुरहरु माझमा पस्किरहेको छु। कस्तो लाग्छ कमेन्ट गरिदिनुस् होला र मन परेमा लाइक र शेयर पनि गरिदिनुस् होला। यी साना साना हातले भुली आकाश छुनेछ, यी साना साना हातले भुली आकाश छुनेछ, यी साना साना पाइलाले भुली संसार नाप्नेछ। भोलि के होला केही थाहा छैन, हिजो के भयो त्यसको मतलब नै रहेन। बस आजको यथार्थमा झुमिरहेका छन्, बस आजको यथार्थमा झुमिरहेका छन्। आफ्नो सानो पंख खोली उड्न खोजिरहेका छन्। कति पवित्र छन् यिनीहरूमा बसेको आत्मा, कति पवित्र छन् यिनीहरूमा बसेको आत्मा। न कसैसँग रिस, न त कुनै गुनासो, न त घमण्ड नै छ साथमा। यी साना साना हातले भुली आकाश छुनेछ, यी साना साना पाइलाले भुली संसार नाप्नेछ।